महामुनिले भन्दै हुनुहुन्छ अगाडि श्रीमद् भागवतको कथा सबै सुनाए, यसरी विश्वात्मक भगवान हरिको लीलाहरू सबै सुनाए, रुद्र भगवानको पनि सबै श्रवण गराए। तर यसरी हामीले जब शरीरमा क्रोध राखेन भने अवश्यमेव पनि यो जीवन सफल प्राप्त हुन्छ। यो भएको आफूभित्र भएको क्रोधलाई छोडियो भने मोक्ष हुनका लागि केही पनि अप्ठ्यारो साधन छैन कलियुगमा भनेर यसरी राजा परीक्षितलाई सुखदेवले यसरी अन्त्यत्व गत्वा प्राण जाने बेलामा जब कथा श्रवण गराउनु भयो, तब शरीर भनेको एक आत्माबाट अर्को आत्मामा प्रवेश गर्छ, अर्को आत्माबाट परमात्मामा चिन्तन गर्छ। तर यो शरीर जड भएको कारणले गर्दाखेरि हामीले छोडेर यो शरीरलाई यही धाममा छोडेर जानुपर्छ। जाने भनेको केवल अन्त्यत्वगत्व हाम्रो शरीरमा ले गरेको यो धराधाममा आएर गरेको कर्म मात्रै छोडेर जाने हो भनेर यसरी सम्झाइसकिसकेपछि जब राजा परीक्षितले पनि सुखदेवजी महामुनिलाई साष्टाङ्ग दण्डवत गर्नुभयो, त्यसरी राजा परीक्षितलाई जब सुखदेवजी महामुनिले गंगाको तटमा श्रीमद् भागवतको मोक्षको कथा श्रवण गराएर मोक्षको मार्गमा जानका लागि अभिप्रेत गर्नुभयो।